फर्स्ट टाइम मोडलको फेसमा उहाँले मेकअप गर्न लाग्नु भएको छ र उहाँलाई चाहिँ प्रब्लम भएको स्किनमा प्र्याक्टिस गर्न मन छ भन्नुभएको थियो र त्यही अनुसार चाहिँ उहाँले आज गर्न लाग्नु भएको छ। लिफ्टेड ब्राउज गरिसकेपछि उहाँले बेस रेडी गर्नुभयो र आउटर कर्नरमा उहाँले अरेन्ज कलर राखेर मजाले ब्लेन्ड गरेर क्रिजतर्फ लगेर सिमर एप्लिकेसन गर्नुभएको छ। हेर्न सक्नुहुन्छ सिम्पल खालको आई मेकअप चाहिँ उहाँले गरिराख्नु भएको छ, सफ्ट ग्ल्याम। त्यसपछि उहाँले लाइनर लगाइदिनु भयो र स्किन केयर गरिसकेपछि उहाँको पिगमेन्टेसन भएको एरियामा उहाँले डार्क कन्सिलरलाई चाहिँ राखेर ब्रसले ब्लेन्ड गरेर कभर गरिदिनु भएको छ र त्यसपछि चाहिँ उहाँलाई फाउन्डेसन लगाइदिनु भयो र फरहेडमा ब्रन्जरिङ, ब्लसर, नोज कन्टुर, ज लाइनमा फोकस गरिसकेपछि उहाँले मजाले ब्लसर चाहिँ उहाँको एप्पल एरियातिरसम्म आउने गरेर फोकस गरिदिनु भएको छ र हाइलाइटर र बाँकीको काम गरिसकेपछि उहाँले फर्स्ट टाइम गर्नुभएको वर्क चाहिँ यस्तो देखेको छ। हजुरहरूले हेर्न सक्नुहुन्छ रिजल्ट एकदमै राम्रो आएको छ। सफ्ट आई मेकअप एकदमै ड्युवी खालको बेस बनाउनु भएको छ। उहाँले चाहिँ मसँग इन्डिभिजुअल तरिकाले चाहिँ मास्टर मेकअप क्लास सिक्नु भएको हो। हजुरहरू पनि क्लासेसको लागि आउन सक्नुहुन्छ।